जय श्री राधे। आज हामी विशेष गरी मेष राशिका जातकहरूका लागि यो वर्ष कस्तो रहनेछ भन्ने बारेमा विस्तृत रूपमा शास्त्रीय चर्चा गर्न गइरहेका छौँ। यदि तपाईँको नामको अगाडिको अक्षर चु, चे, चो, ला, लि, लु, ले वा अबाट आउँछ भने यो भिडियो तपाईँको लागि विशेष छ। यो वर्ष मेष राशिका लागि मिश्रित फलदायी रहने देखिएको छ। ग्रहहरूको गोचरलाई हेर्दा यो वर्ष तपाईँका लागि निकै नै उतार चढावले भरिएको हुनेछ। विशेष गरी समयको चक्रलाई बुझ्नुपर्ने हुन्छ। शास्त्र अनुसार यो वर्ष कार्तिक महिनादेखि माघ महिनासम्म मात्र बृहस्पतिको शुभ प्रभाव रहनेछ। यो छोटो अवधिमा तपाईँले सुख प्राप्त गर्ने, अचानक धन लाभ हुने र समाजमा मान प्रतिष्ठा र यशकृति बढ्ने योग छ। यदि कुनै ठुला योजना छन् भने यो समयको सदुपयोग गर्नु अत्यन्तै फलदायी हुनेछ। तर वर्षको बाँकी समय अर्थात् कार्तिक महिनासम्म र माघ महिना पछाडिका दिनहरूमा भने तपाईँले विशेष सावधानी अपनाउनु पर्ने देखिन्छ। यस अवधिमा स्वास्थ्यमा गम्भीर समस्या आउन सक्ने सम्भावना छ भने मनमा बिना कारण डर र त्रासको अवस्था पनि सिर्जना हुन सक्छ र अनावश्यक धनहानि हुने हुनाले मानसिक चिन्ता तपाईँको बढ्ने देखिन्छ। खर्चको वृद्धिले तपाईँलाई निकै नै चिन्ता दिनेछ, पिरोल्नेछ। त्यसैले आर्थिक व्यवस्थापनमा निकै सजग रहनुहोला। यति मात्र होइन, यो वर्ष मेष राशिका जातकहरूलाई शनिको 7.5 दशा पनि चलिरहेको छ। त्यसमाथि मङ्सिर महिनापछि राहु अशुभ स्थानमा रहने हुनाले तपाईँमाथि झुटा आरोप लाग्न सक्छ। आफ्नै मान्छेबाट विश्वासघात हुने, आफन्तहरूसँग वैरभाव बढ्ने र बिना कारण सरकारी झमेलामा फस्ने जस्ता अशुभ फलहरू मिल्ने सम्भावना अत्याधिक देखिएको छ। मनमा अशान्ति छाउने भएकाले यो वर्ष तपाईँले धैर्यतालाई आफ्नो प्रमुख हतियार बनाएर अगाडि बढ्नुपर्छ। ग्रहको यो नकारात्मक प्रभावलाई कम गर्न शनिदेव, राहु र केतुको शान्तिका लागि विशेष जप, तप वा दान धर्म गर्नु अनिवार्य देखिएको छ। नोकरी र व्यवसायको क्षेत्रमा कुरा गर्दा मङ्सिरसम्म राहु शुभ रहेकाले नयाँ नोकरीको प्राप्त हुन सक्छ। बेरोजगारहरूका लागि रोजगारीको एउटा अवसर खुल्न सक्छ। घरमा सुख सुविधाका वस्तुहरू थपिनेछन् र नयाँ कामको थालनी गर्ने अवसर पनि मिल्नेछ। तर वैशाख महिनामा भने स्थान परिवर्तनको योग छ र पुर्खौली सम्पत्तिको विषयमा परिवारभित्रै विवाद हुन सक्ने एकदमै उच्च सम्भावना भएकाले संयम रहनुहोला। अब महिनागत फललाई हेर्दाखेरि तपाईँको जेठ महिनामा केही डर र त्रासको वातावरण बन्न सक्छ। असारमा भने केही राहत मिल्नेछ, धन लाभ र सुखमा वृद्धि हुने देखिन्छ। साउनमा स्वास्थ्य समस्या आउनका साथसाथै सामाजिक मान प्रतिष्ठामा आँच आउन सक्ने मानहानि जोखिम छ। भदौमा आर्थिक चाप बढ्ने र ऋणको भार थपिने सम्भावना देखिएको छ। असोजमा भने शत्रुहरूको नाश हुनेछ र तपाईँको पक्ष बलियो रहनेछ। कार्तिक महिनामा वैदेशिक वा लामो दूरीको यात्रा हुन सक्छ, तर यो यात्रा निकै तपाईँको खर्चिलो बन्छ। मङ्सिरमा स्वास्थ्यमा पुनः समस्या देखिन सक्छ। पुसमा मान सम्मानमा चोट पुग्न सक्ने भएकोले बोल्दा निकै संयमता अपनाउनु पर्ने देखिन्छ। माघमा भने रोकिएका र थातिरहेका कामहरू बन्ने देखिएका छन् र सुखको अनुभूति हुनेछ। फागुन महिना राम्रो धनलाभ हुने योग बनेको छ। चैत्र महिनामा भने व्यापार वा लगानीमा केही नोक्सानी बेहोर्नुपर्ने पनि योग बनेको छ। अतः यो वर्ष तपाईँको आध्यात्मिक झुकाव बढ्नेछ। धर्म कर्ममा रुचि जाग्नुका साथै विभिन्न तीर्थ धर्मस्थलहरूको भ्रमण गर्ने योग बनेको छ। यद्यपि वैदेशिक क्षेत्रसँग सम्बन्धित कामहरू भने यो वर्ष अधुरै हुने सम्भावना बढेका छन्। त्यसैले हतारमा विदेशको ठुलो लगानी नगर्नु नै बुद्धिमानी हुनेछ। आर्थिक दृष्टिकोणले हेर्दाखेरि असार, असोज, माघ र फागुन महिनाहरू तपाईँका लागि तुलनात्मक रूपमा बलिया देखिएका छन् र बढी शुभ र फलदायी रहनेछन्। समग्रमा मेष राशिका जातकहरूका लागि यो वर्ष चुनौती र अवसर दुवै बोकेर आएको छ। ग्रहहरूको प्रतिकूलतालाई हटाउनका लागि नियमित रूपमा हनुमान उपासना गर्ने र शनिबारका दिन गरिब तथा असहायलाई कालो वस्तु वा भोजन दान गर्दा धेरै नै राहत मिल्नेछ। तपाईँको यो वर्ष सफल र सुरक्षित रहोस्। धेरै धेरै शुभकामना। आगामी दिनमा फेरि यस्तै ज्ञानवर्धक भिडियो लिएर पुनः आउने नै छु। त्यतिन्जेलसम्मको लागि आज्ञा दिनुहोस्। जय श्री राधे।